थिस्सलुनीकीहरूलाई पावल प्रेरितको पहिलो पत्र 1 अध्यायको 1 पद। पावल सिलवानस र तिमोथीका तर्फबाट परमेश्वर पिता र प्रभु यीशु ख्रीष्टमा भएको थिस्सलुनीकीहरूको मण्डलीलाई परमेश्वर हाम्रा पिता र प्रभु यीशु ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। असल नमुना 1:2। हाम्रा प्रार्थनाहरूमा तिमीहरूको सम्झना गर्दै हामी तिमीहरू सबैका निम्ति सधैँ परमेश्वरलाई धन्यवाद चढाउँछौँ। 1:3। हाम्रा परमेश्वर र पिताको सामुन्ने तिमीहरूका विश्वासको काम, प्रेमको परिश्रम र हाम्रा प्रभु यीशु ख्रीष्टमा भएको आशाको धीरज निरन्तर सम्झना गर्दछौँ। 1:4। र प्रिय भाइहरू हो, हामी जान्दछौँ परमेश्वरद्वारा तिमीहरूको चुनाव भएको छ। 1:5। किनकि हाम्रो सुसमाचार वचनमा मात्र होइन तर सामर्थ्यमा, पवित्र आत्मामा र खुबै निश्चयतासित तिमीहरू कहाँ आएको थियो। तिमीहरूका निम्ति तिमीहरूका बीचमा हामी कस्ता किसिमका मानिसहरू भइरहेका थियौँ सो तिमीहरूलाई थाहा छ। 1:6। अनि ठुलो कष्टमा पवित्र आत्माको आनन्द साथ वचन ग्रहण गरेपछि तिमीहरू हाम्रो र प्रभुका देखासेखी गर्नेहरू भयौ। 1:7। यहाँसम्म कि तिमीहरू मेसिडोनिया र अखैयामा भएका सबै विश्वासीहरूका निम्ति नमुनाहरू बनियौ। 1:8। किनकि तिमीहरूबाट प्रभुको वचन मेसिडोनिया र अखैयामा मात्र सुनाइएको होइन तर परमेश्वरप्रति भएको तिमीहरूको विश्वासको चर्चा चारैतिर हरेक ठाउँमा फैलिएको छ। यसैकारण हामीलाई केही कुरा भन्ने खाँचो छैन। 1:9। किनकि हामी तिमीहरू कहाँ कस्तो प्रकारले प्रवेश गर्यौं अनि जीवित र सत्य परमेश्वरको सेवा गर्नका निम्ति र स्वर्गबाट आउनुहुने उहाँका पुत्रको बाटो हेर्नका निम्ति कसरी तिमीहरू मूर्तिहरूबाट परमेश्वरतर्फ फर्क्यौ सो कुरा तिनीहरू आफैले हाम्रो विषयमा बताउँछन्। 1:10। उहाँले मरेकाहरूबाट ब्युताउनु भयो, अर्थात् यीशुलाई, जसले हामीलाई पछि आउने क्रोधबाट छुटकारा दिनुहुन्छ। पावलको उत्तम चरित्र 2 अध्यायको 1 पद। किनकि हामी तिमीहरू कहाँ प्रवेश गर्यौं त्यो चाहिँ व्यर्थ भएन भन्ने कुरा भाइहरू हो तिमीहरू आफै जान्दछौ। 2:2। तर तिमीहरूलाई थाहा छ फिलिप्पीमा पहिले दुःख भोगेर अपमान गरिएपछि पनि भारी विरोधमा तिमीहरूलाई परमेश्वरको सुसमाचार सुनाउनका निम्ति हामी हाम्रा परमेश्वरमा साहसिला भयौं। 2:3। किनकि हाम्रो उपदेश भ्रमबाटको थिएन, न त अशुद्धताबाटको, न त छल कपटमा थियो। 2:4। तर जसरी सुसमाचार सुम्पिनका निम्ति परमेश्वरद्वारा हामी योग्य ठहरिएका छौं उसरी नै हामी बोल्दछौं, मानिसहरूलाई होइन तर परमेश्वरलाई खुसी पार्ने झैं, जसले हाम्रा हृदयहरू जाँच्नुहुन्छ। 2:5। किनकि तिमीहरूलाई थाहा छ हामीले कहिले चिप्ला कुराहरू गरेनौं, न त लोभले बहाना नै गर्यौं। परमेश्वर साक्षी हुनुहुन्छ। 2:6। ख्रीष्टमा प्रेरितहरूका रूपमा हामी तिमीहरूका निम्ति भार हुन सक्थ्यौं, तर हामीले मानिसहरूबाट आदर खोजेनौं, न त तिमीहरूबाट न त अरूबाट। 2:7। तर जसरी सुसार गर्ने आमाले आफ्ना नानीहरूलाई स्याहार समार गर्दछे उसरी नै हामी तिमीहरूका बीचमा कोमल भएर रह्यौं। 2:8। यही प्रकारले ममता साथ तिमीहरूको चाह गरिकन परमेश्वरको सुसमाचार मात्र होइन तर हाम्रा आफ्नै प्राण पनि तिमीहरूलाई दिनका निम्ति हामी इच्छुक भएका थियौं, किनकि तिमीहरू हाम्रा प्यारा भएका थियौ।
2:9 किनकि भाइहरू हो तिमीहरू हाम्रा परिश्रम र कष्टको सम्झना गर्दछौ किनकि तिमीहरू मध्ये कसैका लागि भार नहौ भनेर रात दिन परिश्रम गर्दै हामीले तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गर्यौं 2:10 तिमी विश्वास गर्नेहरूका बीचमा कति पवित्रता र धार्मिकता सहित र दोषरहित भई हामी चल्यौं यस कुराका साक्षी तिमीहरू नै हौ र परमेश्वर पनि हुनुहुन्छ 2:11 तिमीहरूलाई थाहा छ बाबुले आफ्नो छोराछोरीहरूसित गरे झैं हामीले तिमीहरू मध्ये हरेकलाई अर्थी दियौं र सान्त्वना दियौं 2:12 अनि तिमीहरूलाई आफ्ना राज्य र महिमामा बोलाउनु हुने परमेश्वरको योग्य चाल चल भनी आज्ञा दियौं 2:13 यस कुराका निम्ति पनि हामी परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौं किनभने जब तिमीहरूले परमेश्वरको वचन ग्रहण गर्यौ जो तिमीहरूले हामीबाट सुनेका थियौ तब तिमीहरूले यसलाई मानिसहरूको वचन जस्तो गरी होइन तर परमेश्वरकै वचन जस्तो गरी ग्रहण गर्यौ अनि यो सत्य पनि हो जसले तिमी विश्वास गर्नेहरूमा प्रभावसित काम पनि गर्छ 2:14 किनकि भाइहरू हो तिमीहरू ख्रीष्ट यीशुमा यहुदियामा भएका परमेश्वरका मण्डलीहरूका देखासेखी गर्नेहरू भयौ किनभने जसरी तिनीहरूले यहुदियाबाट दुःख भोगे उसरी नै तिमीहरूले पनि आफ्नै देशवासीहरूबाट यस्तै कुराहरूको दुःख भोगेका छौ 2:15 ती यहुदीहरूले प्रभु यीशुलाई र तिनीहरूका आफ्नै भविष्य भक्तहरूलाई पनि मारे र हामीलाई सताएका छन् अनि तिनीहरूले परमेश्वरलाई प्रसन्न गराउँदैनन् र सबै मानिसहरूका विरोधमा छन् 2:16 अनि सधैँ आफ्ना पापहरूको नापो भर्नलाई तिनीहरूले हामीलाई अन्य जातिहरूले मुक्ति पाउन् भनेर उनीहरूसित बात गर्न मनाई गर्दछन् तर तिनीहरूमाथि भयानक क्रोध आएको छ थिस्सलुनीकीहरूलाई भेट्ने पावलको लालसा 2:17 तर भाइहरू हो थोरै समयका निम्ति तिमीहरूबाट हृदयमा होइन तर शरीरमा अलग पारिएकोमा हामीले बडो लालसा साथ तिमीहरूको अनुहार देख्नका निम्ति झन बेसी प्रयत्न गर्यौं 2:18 यसकारण हामीले अर्थात् म पावलले घरिघरि तिमीहरू कहाँ आउने इच्छा गर्यौं तर शैतानले हामीलाई रोक्यो 2:19 किनकि हाम्रो आशा आनन्द वा रमाहाटको मुकुट के हो हाम्रा प्रभु यीशु ख्रीष्टको उपस्थितिमा उहाँको आगमनमा के तिमीहरू नै होइनौ र 2:20 किनकि तिमीहरू हाम्रा महिमा र आनन्द हौ उनीहरूको विश्वासको सम्बन्धमा पावलको चिन्ता 3 अध्यायको 1 पद यसकारण हामीले अब उसो सहन नसक्दा एथेन्समा एक्लै छोडिएर रहनु नै हामीले असल ठान्यौं 3:2 अनि हाम्रा भाइ र प्रभुका सेवक साथै ख्रीष्टको सुसमाचारमा हाम्रा सहकर्मी तिमोथीलाई तिमीहरूलाई स्थिर पार्नका निम्ति र तिमीहरूको विश्वासको सम्बन्धमा तिमीहरूलाई उत्साहित गराउनका निम्ति पठायौं 3:3 यही कष्टहरूद्वारा कोही पनि ढलपल नहोस् भनेर किनकि तिमीहरू आफै जान्दछौ हामी यसैका निम्ति ठहराएका छौं 3:4 किनकि साँच्चै तिमीहरूसँग रहँदा हामीले कष्ट भोग्नुपर्छ भनी हामीले तिमीहरूलाई पहिल्यै भनेका थियौं र यस्तै भयो पनि अनि तिमीहरूले पनि जान्दछौ 3:5 यही कारणले मैले अब उसो सहन नसक्दा परीक्षा गर्नेले कुनै प्रकारले तिमीहरूलाई परीक्षा पो गर्यो कि र हाम्रो परिश्रम व्यर्थै होला कि भन्ने ठानेर तिमीहरूको विश्वास थाहा पाउनका निम्ति मैले तिमोथीलाई पठाएँ तिमोथीबाट असल खबर सुनेर सान्त्वना 3:6
तर अब तिमीहरू कहाँबाट तिमोथी हामी कहाँ आए अनि तिमीहरूका विश्वास र प्रेमको खबर ल्याए अनि तिमीहरूले हामीलाई देख्ने खुबै इच्छा गरेर उसरी नै हामी पनि तिमीहरूलाई देख्ने इच्छा गर्दछौ। सधैँ हाम्रो असल सम्झना गर्दछौ रे। 3:7 यसै कारण भाइहरू हो, तिमीहरूको विश्वासको कारणले हाम्रा सबै कष्ट र दुःखमा तिमीहरूका विषयमा हामीले सान्त्वना पायौं। 3:8 किनकि अब तिमीहरू प्रभुमा स्थिर भई उभिन्छौ भने हामी जिउँछौ। 3:9 तिमीहरूका निम्ति हाम्रा परमेश्वरका सामु जुन आनन्दले हामी रहमत गर्दछौ, त्यो सबै आनन्दका निम्ति तिमीहरूका विषयमा हामी परमेश्वरलाई कुन धन्यवाद चढाउन सक्छौ र। 3:10 तिमीहरूको अनुहार देख्न पाऊ र तिमीहरूको विश्वासमा जे घटी छ सो पूरा गर्न पाऊ भनेर रात दिन खुबै प्रार्थना गरिरहन्छौ। 3:11 अब हाम्रा परमेश्वर र पिता आफैले अनि हाम्रा प्रभु यीशु ख्रिस्टले तिमीहरू कहाँ आउने हाम्रो बाटो सोझ्याइदिउन्। 3:12 अनि जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौ, उसरी नै प्रभुले तिमीहरूलाई एक अर्का प्रति साथै सबै प्रतिको प्रेममा बढाउन् र भरपुर पारुन्। 3:13 यस उद्देश्यले कि हाम्रा प्रभु यीशु ख्रिस्ट आफ्ना सबै पवित्र जनहरूका साथमा आउनुहुँदा उहाँले परमेश्वर अर्थात् हाम्रा पिताका सामु तिमीहरूका हृदयहरू पवित्रतामा निर्दोष हुनलाई स्थिर पारुन्। पवित्रताका निम्ति अनुरोध। 4:1 अन्तमा हे भाइहरू हो, हामी तिमीहरूलाई प्रभु यीशुमा आग्रहपूर्वक बिन्ती गर्दछौ र अर्थी दिन्छौ, तिमीहरूले कसरी चल्नुपर्छ र परमेश्वरलाई खुसी पार्नुपर्छ सो कुरा तिमीहरूले हामीबाट जसरी प्राप्त गरेका छौ उसरी नै तिमीहरू झन भरपुर हुँदै जाओ। 4:2 किनकि हामीले तिमीहरूलाई प्रभु यीशुद्वारा कुन आज्ञाहरू दिएका छौं सो तिमीहरूलाई थाहा छ। 4:3 किनकि परमेश्वरको इच्छा यही हो, तिमीहरूको पवित्रता, तिमीहरू व्यभिचारबाट अलग बस। 4:4 र तिमीहरू मध्ये हरेकले कसरी पवित्रता र आदरको साथमा आफ्नो पात्रलाई प्राप्त गर्नुपर्छ सो जानोस्। 4:5 परमेश्वरलाई नचिन्ने ती अन्य जातिहरूले जस्तै कुइच्छाको प्रबल वासनाले होइन। 4:6 यस विषयमा कसैले हदभन्दा अघि बढी आफ्नो भाइलाई नठगोस्, किनकि सबै यस्ता कुराको विषयमा बदला लिनुहुने चाहिँ प्रभु नै हुनुहुन्छ, जसरी हामीले तिमीहरूलाई पहिले बताएका पनि छौं र साक्षी दिएका छौं। 4:7 किनकि परमेश्वरले हामीलाई अशुद्धताका निम्ति होइन तर पवित्रताका निम्ति बोलाउनु भएको छ। 4:8 यसकारण जसले यस कुरालाई तुच्छ ठान्छ त्यसले मानिसलाई होइन तर परमेश्वरलाई तुच्छ ठान्छ, जसले हामीलाई आफ्ना पवित्र आत्मा पनि दिनुभएको छ। 4:9 तर भाइको प्रेमको विषयमा मैले तिमीहरूलाई लेख्न तिमीहरूलाई खाँचो छैन, किनकि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ भनी तिमीहरूले आफैले परमेश्वरद्वारा शिक्षा पाएको छौ। 4:10 अनि साँच्चै नै सारा मेसिडोनियामा भएका सबै भाइहरूलाई तिमीहरू यसै गर्दछौ, तर भाइहरू हो, तिमीहरू झन बढ्दै जाऊ भनी हामी तिमीहरूलाई बिन्ती गर्दछौ। 4:11 अनि हामीले तिमीहरूलाई आज्ञा दिए मुताबिक चुपचाप रहने, आफ्नो काम धन्दामा लाग्ने र आफ्नै हातले काम गर्ने प्रयत्न गर। 4:12 यस कारण कि बाहिरकाहरू तर्फ तिमीहरू इमानदार भई हिँड्न सक र तिमीहरूलाई कुनै पनि कुराको खाँचो नहोस्। मरेकाहरूको बौरी उठाइको विषयमा
4:13 तर हे भाइहरू हो, अरू आशा नहुनेहरूले गरे जस्तो चाहिँ तिमीहरूले शोक नगर भनेर ती सुतिजानेहरूका विषयमा म तिमीहरूलाई अनजान रहेको चाहदिन। 4:14 किनकि यीशु मर्नुभयो र बौरेर उठ्नुभयो भनी हामी विश्वास गर्दछौँ भने उसरी नै यीशुमा सुतेकाहरूलाई पनि परमेश्वरले उहाँको साथमा ल्याउनुहुनेछ। 4:15 किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौँ, हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म रहिरह्यौँ भने हामीले कुनै रीतिले पनि सुतेकोहरूलाई उछिन्ने छैनौँ। 4:16 किनकि प्रभु आफै चित्कारसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीसित स्वर्गबाट ओर्लाउनुहुनेछ अनि ख्रिस्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्। 4:17 त्यसपछि हामी जीवित र रहिरहेकाहरू प्रभुलाई हावामा भेट्नका निम्ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौँ अनि यसरी हामी सधैँ प्रभुको साथमा रहनेछौँ। 4:18 यसकारण यी वचनहरूद्वारा एक अर्कालाई सान्त्वना देऊ, प्रभुको दोस्रो आगमन जागर हो। 5 अध्यायको 1 पद तर भाइहरू हो, समय र कालहरूको विषयमा मैले तिमीहरूलाई लेख्नु पर्ने खाँचो तिमीहरूलाई छैन। 5:2 किनकि राति चोर जसरी आउँछ, प्रभुको दिन उसरी नै आउँछ भनी तिमीहरू आफैलाई राम्ररी थाहा छ। 5:3 किनकि जब तिनीहरूले शान्ति र सुरक्षा भन्नेछन्, तब गर्भवती स्त्रीमाथि प्रसुति वेदना आइपरे झैं तिनीहरूमाथि अचानक विनाश आइपर्नेछ र तिनीहरू कुनै रीतिले उम्कने छैनन्। 5:4 तर हे भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोर चाहिँ आइपर्ने गरी तिमीहरू अन्धकारमा छैनौ। 5:5 तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ, हामी न त रातका न अन्धकारका हौ। 5:6 यसै कारण हामी अरू झैं नसुतौं, तर हामी जाग रहौं र सचेत रहौं। 5:7 किनकि सुत्नेहरू रातमा सुत्छन्, मतवाला हुनेहरू रातमा मात्छन्। 5:8 तर हामी चाहिँ जो दिनका हौं, विश्वास र प्रेमको कवच अनि मुक्तिको आशा रूपी टोप पहिरेर सचेत रहौं। 5:9 किनकि परमेश्वरले हामीलाई क्रोधका निम्ति होइन, तर हाम्रा प्रभु यीशु ख्रिस्टद्वारा मुक्ति पाऊँ भनी ठहराउनु भएको छ। 5:10 हामी चाहे जागा रहौं चाहे सुतौं, हामी उहाँसितै एकसाथ जिउँ भनेर उहाँ हाम्रा निम्ति मर्नुभयो। 5:11 यसकारण एक अर्कालाई सान्त्वना देऊ र एउटाले अर्कोको उन्नति गर, जो तिमीहरूले गर्दैछौ पनि विश्वासीहरूलाई अर्ती उपदेश। 5:12 अनि भाइहरू हो, हामी तिमीहरूलाई बिन्ती गर्दछौँ, जसले तिमीहरूका बीचमा परिश्रम गर्छन्, जो प्रभुमा तिमीहरूका अगुवाहरू हुन् र तिमीहरूलाई शिक्षा चेतावनी दिन्छन्, उनीहरूलाई चिन। 5:13 र उनीहरूको कामको कारणले प्रेम साथ उनीहरूलाई साह्रै बेसी आदर गर अनि आपसमा मेलमिलापसँग बस। 5:14 अब भाइहरू हो, हामी तिमीहरूलाई अर्थी दिन्छौँ, अट्टेरी चाल चल्नेहरूलाई चेतावनी देऊ, हरेस खानेहरूलाई सान्त्वना देऊ, कमजोरहरूलाई सहारा देऊ, सबै मानिसहरूतर्फ सहनशील हौ। 5:15 होशियार, कसैले कसैलाई खराबीको बदलामा खराबी नगरोस्, तर आपसमा साथै सबै मानिसहरूसँग सधैँ भलाइ गर। 5:16 सधैँ आनन्दित रहो। 5:17 निरन्तर प्रार्थना गरिरहो। 5:18 हरेक कुरामा धन्यवाद चढाओ, किनकि प्रभु यीशुमा तिमीहरूका निम्ति परमेश्वरको यही इच्छा छ। 5:19
आत्मालाई ननिभाओ। 5:20 भविष्यवाणीहरू तुच्छ नठान। 5:21 सबै कुरा जाँच, जुन कुरा असल छ त्यसलाई बलियो गरी समाति राख। 5:22 दुष्टताको हरेक रूपबाट अलग बस। 5:23 अब शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पूरा रीतिले पवित्र पारेका हुन् अनि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु यीशु ख्रीष्टको आगमनसम्म दोषरहित अवस्थामा सुरक्षित राखिएका हुन्। 5:24 तिमीहरूलाई बोलाउनु हुने विश्वास योग्य हुनुहुन्छ, उहाँले यो गर्नुहुनेछ। 5:25 हे भाइहरू हो, हाम्रा निम्ति प्रार्थना गरिदेऊ। 5:26 पवित्र चुम्बनले सबै भाइहरूलाई अभिवादन गर। 5:27 म तिमीहरूलाई प्रभुको नाममा आज्ञा गर्दछु। यो पत्र सबै पवित्र भाइहरूलाई पढेर सुनाइयोस्। 5:28 हाम्रा प्रभु यीशु ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्। आमेन।